यो भिडियो बालेन दाइसम्म पुर्याइदिनु होला। पैसा तिर्न पर्छ भने म रेडी छु। ओम प्रकाश अर्यालदेखि लिएर मेरो ठुली आमा भनेर चिनिने सुशीला कार्की प्रधानमन्त्रीसम्म पुर्याइदिनु होला। युक्रेनमा पर्नुभयो एकजना नेपाली विपिन जोशी जसरी नै खास उहाँ रसिया जानुभएको पढ्दै कमाउँदै गर्नलाई, तर घरको परिस्थिति अवस्थाले गर्दाखेरि उहाँ चाहिँ आर्मीमा भर्ती हुन पुग्नुभयो। खास कुरा वार बढ्दै गएपछि त्यहाँको तत्कालीन अवस्था खराब हुँदै गयो र काम नपाउने हुन थाल्यो। सबै मान्छे घर फर्किँदा उहाँ घर फर्किन सक्नु भएन। बुवा आमाको ऋण, बुवा आमा बिरामी, पैसा जसरी पनि जुटाउनु छ भनेर उहाँ त्यहाँको आर्मीमा भर्ती हुनुभयो र सुरुको 4-5 महिनासम्म उहाँको फोन आउने बज्ने भइरहने, बोलचाल घरसम्म सम्पर्क भइरहने। अहिले सम्पर्क बिन हुनुभएको थुप्रै वर्ष भयो, 1.5 वर्ष बढी भइसक्यो। अझै पनि सरकारले पहल नगरेको म भन्दैछु, आउँदैछु त्यो बिचमा। र त्यसपछि उनका भाइले सिंहदरबार पुगे, बालुवाटार पुगे, गृहमन्त्रीको अफिस, सरकारको हरेक कुना काप्चा ढोका ढकढका